न्यू डे न्यू भ्लग गाइस। आज चाहिँ हामी होइन बोल्दै भन्ने ठाउँमा घुम्न आएको होइन। आज चाहिँ हामी कति त्यस्तै कति 6 बजेनिर निस्केको, 6-7 बजे निस्केको। अहिले चाहिँ ठ्याक्क कति बजे भन्दाखेरि त्यस्तै 9-10 बजे छ। अनि त्यतिखेर आइपुग्यो हामी चाहिँ। अनि निस्किन नि एकदम ढिला भयो। अनि फेरि एकदम बाटो पनि लामो छ नि त, अनि टाढा भयो होइन एकदम। अब 9-10 बजे मात्र आइपुग्यो, भर्खर आइपुगेर अनि भर्खर खाना बसालेको। अनि यहाँ दिनेश छ, अनि यता सिचवान सन्तोष, अनि यता सन्तोष सिंहदोष छ। अनि अब चाहिँ बल्ल अनि यसो अब भोक पनि लागेको छैन। अब खाना त बसाल्यो, अब कतिखेर पाक्ने हो थाहा छैन। टक्क यो जाडो फेरि डेन्जर छ नि फेरि पुरा। अब टपमा आएको हो नि त हामी, अब टपमा होइन राति भयो। अनि भिडियो पनि त्यस्तो राम्रो क्लियर पनि आएको छैन होला। अनि दिनेश दोस्त केही भनिदेऊ न त ल। आज हामी यो लङ टाइम पछि घुम्न आएको, बोल्दै रमाइलो भयो। बाटोमा पनि रमाइलो भयो। अब बाटो त्यस्तै भयो, अफ रोड होइन, बाटो पनि अफ रोडै थियो। हामी चाहिँ घरबाट निस्किँदाखेरि नै भिडियो बनाउने थियो, किन भन्दाखेरि चाहिँ अब राति भयो नि त। रातिको बेला अब बाटो अब अँध्यारोमा अब भिडियो त्यस्तो क्लियर पनि आउँदैन, त्यसैले अनि बनाएन भिडियो। अनि डाइरेक्ट यता आइपुगेर अनि बनाएको। अनि अब हाम्रो सिचवान दोस्तले नि केही जाओस् न। सो एक्चुअली भन्नुपर्दा चाहिँ ऱ्यापर इज हियर होइन। सो राम्रोसँग अब एकदम रमाइलो गर्नुपर्छ भनेर चाहिँ यता बोल्दैसम्म आएको छौँ होइन साथीहरूसँग। सो एक्चुअली भन्नुपर्दा आज रातिभरि रैला र पार्टी हुनेछ। सो एक्चुअली गाइस हामी चाहिँ 4 जना हो मेन पोइन्टमा चाहिँ होइन। अब त्यस्तै हो, अरू कहिलेकाहीँ हल्का फुल्का रमाइलो नि गर्नुपर्छ भन्ने साथीहरूसँग यताउता थियो। सो त्यही हो। ल अर्को हेलो गाइज होइन, आज हामीले टक्क बोल्दै भन्ने ठाउँमा हामी चाहिँ आएका छौँ होइन, आएको छु। अब चाहिँ हामी टक्क हामीले खाना बनाउँदैछ होइन, टक्क पानी सानी ल्यायो होइन, टक्क खाना बनाउँदैछ। अब चाहिँ यो के हो यो यस्तो यार। अब खाना बनाउँदैछ त्यहाँ टक्क। खानाको लागि मासु छ आज, कुखुराको मासु हामीले 5 केजी चाहिँ लिएर आएको छु। अब चाहिँ हामी खाना पाकेपछि हामी मासु पकाउनेछौँ अनि हामी खानेछौँ। केटाहरूलाई चाहिँ आज एकदम मिठो स्पेसल गरेर चाहिँ खुवाउने इच्छा छ मेरो होइन। तर बाटोमा चाहिँ होस् राम्रै भयो होइन, रमाइलोसँग आयो, त्यही हो। हामी अब भरे भोलि अब हामी निरन्तर राख्नेछौँ ल। अब आज बेलुका नि भयो, अब खाना खाएर यसो अब एकछिन रमाइलो गर्छौँ भन्ने सोच्छौँ हामी नि। अब आज त्यस्तो आउँदाखेरि केही देखाउन पाएन। अब भोलि चाहिँ बब्बाल आउँछ, बब्बाल। सो कन्टिन्यू भिडियो हेर्दै गर्नु होला। बाई। गुड मर्निङ साथीहरू। आज चाहिँ हाम्रो नेक्स्ट डे। अब म चाहिँ उठिसक्यो, साथीहरू चाहिँ अझै सुतिरहेछ। जाडो चाहिँ अति जाडो क्या। बिहानै छिट्टै उठेर माथि डाँडामा जाउँ कि भनेको, अब डेन्जर हुसु लाग्यो होइन। अनि त्यसपछि जान नि पाएन। केटाहरू अझै सुतिरह। जाडो त डेन्जर जाडो छ नि यता त। यत्तिको जाडो हुन्छ भनेर थाहै थिएन यता। तर जाडो चाहिँ अति जाडो छ। अब खै साथीहरू उठ्ने सुर साह्रै छैन। अब उठ्यो भने अब यता मुनिनिर घुम्न जाउँ कि भने माथिनिर नि। अनि त्यसपछि ठाउँहरू देखाउँछु। अनि खै उठेर केटाहरू चिया खाऊँ कि भनेको। चिया त बनाइसकेको छ। अब उठ्यो भने टक्क खाजाहरू खाएर अनि त्यसपछि हामी नयाँ ठाउँ देखाउनेछौँ। अब अझ मैले मुख पनि धोएको छैन यार, भन्नु पऱ्यो भने त। मुखै नधोइकन भिडियो बनाइरहेको छु क्या। अहिलेनिर मुख धुन नि मन छैन क्या, यति जाडो छ नि यहाँ। जाडोको कारण यहाँ अहिलेनिर पानी छुन नि मन छैन। अब मुख धुने त अब परै जाओस्। कन्टिन्यू भिडियो हेर्दै गर्नु। अब भिडियो अर्को आउँदै गर्छ। कन्टिन्यू हेर्दै गर्नु भिडियो। अनि आउँछ अब नयाँ ठाउँहरू, यहाँ मुनिनिर ठाउँ राम्रो ठाउँहरू छ। राम्रो ठाउँहरू देखाउने छु। केटाहरू उठाएको छैन अझै।
झाड चाहिँ ठाउँ चाहिँ जस्ट राम्रै छ यता म देखाउँछु थोरै तपाईँहरूलाई हामी बस्न चाहिँ यहीँ बसेको आज चाहिँ हिजो राति राति आइपुग्यो धन्न यो रहेछ होइन नत्र त कतिखेर राति त्यस्तो 10 बजीनिर कतिखेर टेन्ट लाउने कतिखेर के गर्ने सुत्ने होइन तर होइन यो नभए नि टेन्ट लगाए नि तर सुत्न चाहिँ सकिन्न रहेछ यार यहाँ यस्तो हुँदा त यहाँ यस्तो गाह्रो भइरहेछ सुत्नु नै यार यस्तो चिसो भएर तर नसकिने रहेछ जोस ट्रेनमा बस्नु परेको भए चाहिँ अनि कस्तो लाग्यो त आज राति निन्द्रा जाडो भयो लास्टै जाडो भयो सुत्नै पाएन है जाडो भयो निदाउनै सकेन त्यही हो 2 बजी उठेर चिया पकाएर खाएँ मैले चाहिँ केटाहरू उठेन होइन अब फेरि म चिया तताउँदैछ चिया तताएर फेरि खानेछ अनि हामी पानी सानी लिएर लिन जानेछौँ अनि खानासाना पकाउनेछ साथीहरू अझै सुतिरहेछ 2 जना साथी ऊ र म चाहिँ उठिसकेको अघि नै अब चिया खान्छौँ अनि पानी नि सकेछ पानी लिन जानु पर्ला अनि त्यसपछि पानी लिएर खानासाना बनाएर अनि त्यसपछि घुम्न जानेछौँ हामी चाहिँ यहाँ चिया होइन ल्याएर बाहिर खान आएको घाम त्यस्तो बित्ति त लागेको छैन हल्का हल्का लागेको छ त्यो पनि भित्रभन्दा त अब बाहिर नै ठिक लाग्छ नि त होइन घाममा अलि न्यानो त हुन्छ कमसेकम म छु यहाँ होइन अनि यहाँ मेरो साथी जिग्री ल चेस गरिदिउँ न त ल ठाउँ चाहिँ बबाल छ होइन हामी बस्ने ठाउँ चाहिँ कुन हो भन्दाखेरि यही हो हामी बसेको ठाउँ चाहिँ यही हो तर हामी बस्नको लागि टेन्ट ल्याएको थियो तर ठ्याक्क यो अब टेन्ट अब राति बनाउने कुरा नि भएन ठ्याक्क फेरि यो नि देख्यो क्या अनि फेरि यहीँ बस्दिउँ न त भनेर अनि फेरि यहीँ बस्दिएको अनि बाइक चाहिँ यहाँ छ एउटा चाहिँ त्यहाँ छ बसेको चाहिँ यहाँ धन्न यो भएर चाहिँ हामीलाई सजिलो भयो नत्र त गाह्रै हुने हो साथी यहाँ हो हाम्रो साथीको चाहिँ हिजो भर्खर ब्रेकअप भएको छ नि त अनि ब्रेकअप भएर ऊ एकदम एक्लै बस्न खोज्छ क्या हेर न मलाई चाहिँ डर लाग्छ क्या फेरि कहीँ गएर सुसाइड गरिदिन्छ कि भन्ने डर लाग्छ क्या हेर न एक्लै जान्छ अनि अलि डर लाग्छ क्या फेरि होइन अब के गर्ने अब केटीहरू त्यस्तै हो अब होइन छोडेर जान्छन् सुसाइड चाहिँ गर्नु हुँदैन यार केटो यार हिजो राति नि यार मर्ने भनेर यार हाँसिरहेको छ हेर न मुहारमा मुस्कान तर मनभित्रको पीडा चाहिँ कसैले बुझ्दैन त्यो चाहिँ गणेश माल जाडो चाहिँ कतिको जाडो छ भनेर चाहिँ म देखाउँछु होइन कतिको जाडो छ भन्दाखेरि यहाँ भुइँमा हेरेर नि यसो अन्दाज गर्न सकिन्छ हजुरहरूले नि होइन हेर्नु है यहाँ कतिको जाडो छ पुरै सेतो भएको छ क्या सेतो भएको छ तर आज बेलुका पानी परेको भए चाहिँ यता हिउँ चाहिँ बब्बाल हुन्थ्यो यार तर यार है
यो चाहिँ अब बाल हुन्थ्यो यार पानी परेको भए चाहिँ। अब चाहिँ हामी भाँडाहरू धुनको लागि जाँदैछौँ। धारा चाहिँ उता मुनि छ अनि अहिले चाहिँ धारा पानी लिन नि छ होइन। अनि त्यसपछि भाँडाहरू धुनु नि छ अनि त्यसपछि आएर टक्क खानासाना पकाउने टक्क अनि अझै त्यसपछि खानाहरू आज चाहिँ फेरि स्पेसल के छ भन न, ढेँडो हो क्या, ढेँडो पकाएर खाने हो आज चाहिँ हामी। फेरि केटाहरू ढेँडो खाने रे भनेर ढेँडोले के भएछ ढेँडो लिएर आएछ अनि अब त्यही ढेँडो बनाउने अनि खाने टक्क अनि घुम्ने अनि एकजनाको भिडियो नि बनाउनु छ टक्क भिडियो सिडियो बनाउने अनि टक्क बेलुका हामी निस्किन्छौँ। धेरै के बस्ने होइन। अब त्यही हो। चामलहरू थोरै ल्याएको थियो अनि सक्यो क्या खास त। अनि 3-4 दिनै बस्ने प्लानमा थियो होइन। अनि त्यसपछि अलि भएन क्या, के भयो उता नि अलि चाँडै जानुपर्ने भयो। अनि त्यसैले आज चाहिँ हामी बेलुकानिर निस्किनेछौँ। अब टक्क भाँडा धुनको लागि ल जम। हेलो गाइज, हामी चाहिँ ठ्याक्क फाइनली यता माथि अब रोड चाहिँ यहीँसम्म छ अनि बाइक चाहिँ हामी यहाँ राख्यौँ हामीले चाहिँ। अनि अब चाहिँ हामी ठ्याक्क मुनि धारा चाहिँ मुनि छ। अब त्यही धारामा जाँदैछौँ हामी, केटाहरू छ। अनि एउटा कुरा के भयो भनौँ न, अब त्यो हामीसँग अब गोप्रो सोप्रो छैन होइन। अनि त्यही कारणले हाम्रो यो भिडियो चाहिँ हामीले चाहिँ यो भिडियो क्लिप चाहिँ क्याप्चर गर्न पाएन। कुरा के हो भन्दाखेरि चाहिँ त्यहाँ स्लाइड हान्ने थियो होइन। मैले स्लाइड हान्दा के भयो भन्दाखेरि होइन, एकजना पछाडिको साथी मसँग एकजना साथी थियो नि त पछाडि, अनि यहाँ ऊ दुईजना अनि मसँग अर्को एकजना थियो होइन। स्लाइड हान्दा कुरा के भयो भन्दाखेरि ल यार कति लड्ने हो आज त यार। अघि लडाइ थियो होइन, देखाउनु चाहिँ देखाउँदिनँ तर मलाई यहाँ लाज लाग्छ होइन, देखाउने कुरा नि हुँदैन। मेरो के भयो भन्दाखेरि अब आफै बिल्ला हाने जस्तो भयो क्या। अघि लड्दाखेरि के भयो भन्दाखेरि मेरो यो प्यान्ट छ नि, प्यान्ट च्यात्यो क्या लड्दाखेरि, पुरै च्यात्यो होइन। अनि भित्र नि अनि सर्ट एउटा थियो अनि त्यो नि च्यात्यो, अनि बक्सर चाहिँ च्यातेन है धन्न। ल बक्सर चाहिँ बच्यो, बाहिरको प्यान्ट र भित्रको हाफ सर्ट चाहिँ होइन कट्टु चाहिँ च्यात्यो क्या। अनि भित्रको बक्सर मात्र बाँकी भयो क्या लडेर यार। हावा भइदिएर यार छ्या। धन्न बाइकमा जाने हो नि त अब हामी फर्किँदा नि, धन्न बाइकमा बस्दा चाहिँ देखिँदैन। अब एकैचोटि घरमा गएर चेन्ज गर्नेछौँ। भर्खर यहाँ माथि लडिदिइरहेको क्या। धारा चाहिँ अब यहाँ आइपुग्न लाग्यो। कस्तो भइदिइरहेको त। फोटो खिच्नको लागि भनेर मैले अर्को लुगाहरू हाल्न खोजेको थियो तर साथीहरूले हाल्नै दिएन क्या। अनि त्यसै पनि झोला प्याक थियो होइन, नत्र त अहिले काम लाग्थ्यो नि त यार। हाले भयो लुगा नि पुरै च्यात्यो नि यार। देखाइदिउँ च्यातेको देखाइदिन्छ यार। च्यातेको देखाइदिउँ कि क्या भन्दाखेरि मलाई नै लाज लाग्छ होइन। तर नदेखाउँ होला, लाज लाग्छ होइन फेरि।
यहाँ चाहिँ हाम्रो केटाहरूले चाहिँ टक्क माथि होइन अनि अब पानी नि थाप्यो अब हामी चाहिँ यहाँबाट डाइरेक्ट अब खाना पकाउनु भन्दा पनि फर्स्टमा चाहिँ हामी माथि गएर एकजना साथीको भिडियो बनाउनु छ भिडियो चाहिँ के भन्दाखेरि त्यो गीतको नाम भनिदेऊ न त पहिल्यै सुनिसकेको छ अडियन्स त्यो हो कि ल गीतको नाम भन न टाढाको माया त्यही एउटा ऱ्याप छैन त्यो नि आउँछ यही च्यानलमा आउँछ सब्सक्राइब गरिराख्नु अनि यही च्यानलमा आएपछि टक्क नोटिफिकेसन नि आउँछ नोटिफिकेसन चाहिँ अलमा घन्टी चाहिँ अलमा यसरी थिच्नु है लात्तले हान्ने नि हान्नु होइन हातले हान्ने नि हान्नु तर सब्सक्राइब र नोटिफिकेसन चाहिँ अलमा राख्नु होइन किनभने अहिले हाम्रो के भन्छ अरे ऱ्याप भिडियो नि आउँदैछ एकजना साथीको अहिले चाहिँ त्यही बनाउन जान लाग्यो अब एकजना साथी ल के बोले भाइ के बोले एकजना माथि पुगिसक्यो एकजना यहाँ छ हामी चाहिँ भित्र पकायो अनि अब भित्र पकाएर अब खानालाई चाहिँ घाममा निस्केको होइन त्यहाँ चौर छ अनि त्यहाँ खाना जाने एकजना साथी यस्तो हाल्नु भइसक्यो एकजना त्यहाँ छ एकजना त्यहाँ छ म चाहिँ यहाँ ढेँडो पकाएर अब चाहिँ खानासाना खाएर भाँडा सारा पुरा क्लिन गरेर अब चाहिँ हामी निस्किन लाग्यो अब बाटोमा यसो बाटो देखाऊँ भने अब गोप्रो चाहियो होइन अब बाटोमा बनाउनलाई त होइन अब यसै बनाउन मिल्दैन अब हामी चाहिँ घरतिर लाग्छौँ त्यस्तै बेलुका 9-10 बजे पुगिन्छ होला सायद अनि अब चाहिँ हामी निस्किन लाग्यो अब सब रेडी भइसक्यो म पनि यहाँ रेडी नै छु अब चाहिँ हामी निस्केको आजको लागि यति नै च्यानललाई लाइक सब्सक्राइब एन्ड सेयर गर्नु होला सबैले अनि यसरी नै सपोर्ट माया देखाउनु होला बाई।